के तपाईँलाई थाहा छ, जनकपुरमा एउटा यस्तो साइरन बज्थ्यो जसले मान्छेलाई मात्र होइन सिङ्गो नेपालको अर्थतन्त्रलाई जगाउँथे। तर आज त्यो साइरन सधैँका लागि चुपचाप छ। 2021 साल पुस 29 गते रुसको सहयोगमा बनेको यो कारखाना नेपालको शान थियो। याक र गैडा जस्ता ब्रान्डले देशभरि राज गर्थे। यसले करिब 4000 परिवारको घर पालिरहेको थियो। त्यति बेला जनकपुर चुरोट कारखानाको नाम नसुन्ने कोही थिएन। तर गलत राजनीति र लापरवाहीले यो देशकै गहनालाई सिध्याइदियो। 2070 साल असार 20 गते यो कारखानाको काम सधैँका लागि रोकियो। मेसिनहरू त्यही छन्, भवन पनि त्यही छ, तर काम गर्ने मान्छे कता हराए। अहिले यहाँ सरकारको कार्यालय त बसेको छन्, तर के ती पुराना मेसिनले फेरि जीवन पाउला? के नयाँ सरकारले यो कारखानालाई फेरि चलाउला र हाम्रा युवालाई स्वदेशमै जागिर देला? यो खण्डन हाम्रो गौरव हो कि हाम्रो असफलता? तपाईँलाई के लाग्छ? म मृगेन्द्र, द मृगेन्द्र ब्रिज। यस्तै सत्य कथाका लागि हामीसँगै जोड्नुहोस्। धन्यवाद।